हेर्नुहुन्छ भने नजिकदेखि विपස්සना ध्यान गर्न आउँदैछ। नेपालमा कहीँ पनि छ विपස්සना ध्यान छ, ध्यान गरेर तपाईँले आफैले आफैलाई बुझ्न सक्नुहुन्छ है। त्यही त यो चिजलाई पर्यटनलाई जति पनि अब भित्र ल्याउने जुन एउटा सुन्छ नि, यो त हाम्रो त झन् यो त अब ऐतिहासिक, यो त हाम्रो त यो हाम्रो जन्मभूमि होइन, गौतम बुद्ध जन्मिनु भएको ठाउँ। यस्तो हरेक व्यक्तिले यो बुद्ध शिक्षा पालन गर्यो नि, पञ्चशील अष्टशील पालन गर्दै हो नेपालमा चाहिँ नि हामीले यहाँ सुन राखेर घडी राखेर जाम फेरि कहिले पनि हराउँदैन। हेर्नुहोस् है त्यति सफा छ बुद्ध धर्म भन्ने पवित्र छ। पवित्रको लागि नै होइन, धर्म भन्दा पनि उहाँ त ज्ञानी हुनुहुन्छ। उहाँ त पवित्र एकदम एब्सोल्युटली अलवेज। के भनेर भन्छ तीनौं लोकका शास्ता भनेर पनि भन्छन् होइन। हजुर हजुर। अब मनुष्य लोक, देवलोक, ब्रह्मलोकको शास्ता अनि उहाँलाई शील समाधि र प्रज्ञाको गुणको उसले चाहिँ नि यो बुद्ध ज्ञान प्राप्त गर्नुभएको है। त्यही त धेरै धेरै धन्यवाद हजुरलाई फेरि एकचोटि।